है त आजको भ्लग चाहिँ एकदम मौसमलाई नै च्यालेन्ज दिने खालको भ्लग छ हैन। अब आज चाहिँ प्यासेन्जर पनि 10 जना हुनुहुन्थ्यो अनि ट्याक्कसँगले हिँड्ने तयारी भएको पानीले च्यालेन्ज गर्यो। प्यासेन्जर चाहिँ हेर्नु न पुरा काम सकाएर मात्रै लानुपर्ने छ। आज यो काम सकेर मात्रै प्यासेन्जरहरू लानुपर्ने। 12 भइसक्यो, आज ढिलो पनि भइसक्यो र अवस्था यस्तो छ साथी हो, यो काम कहिले सक्ने हो, गाह्रो छ मलाई पनि नि, समस्या नि सबै। अनि बाटो हेरेको यस्तो बाटोमा चाहिँ अब गाडी निकालेर चाहिँ प्यासेन्जर उठाउनु पर्ने। अब यताबाट नगर अब अर्कोतिरबाट उठाउने बेला भयो है त। त्यहाँबाट चट्टसँगले यसो हेरेको केटाहरूले कामै सकेको रहन्छ। अब काम सकेर मात्रै लानुपर्ने। अब हाम्रो गाउँघरमा पनि यतिको डेकोरेसन चाहिँ आइसक्यो है साथी हो। अनि सबै प्यासेन्जरहरू चाहिँ रुँगेर बस्नुभएको छ, केटाहरूले काम पनि सकेको छैन बिचरा। मेरो लागि चाहिँ प्यासेन्जर चाहिँ आज चाहिँ देउतै मानेको छु क्या मैले। यत्रो बेर पर्खिदिनु भयो, अरू गाडीमा पनि चढ्नुहुन्न। प्यासेन्जरहरू चाहिँ प्रायः यति भरोसाको हुनुहुन्छ कि मेरो, अब सबैजनालाई प्याक गरेँ। हाम्रो हिरो दाईहरू पनि हुनुहुन्छ त्यसमा एकदमसँगले। अनि ल है त, अनि हामी चाहिँ लाग्यो टक्क झापातिर गएको। ठ्याक्क तल माइखोलामा त बाढी आएको रहेछ साथीहरूलाई। अब के गर्ने त, अब सुरुमा खोलो हेरौँ अनि कस्तो छ अवस्था, त्यहाँबाट तर्नुपर्छ भनेर सबैजना हामी चाहिँ खोला हेर्न गयौँ। खोला चाहिँ यस्तो रहेछ। अनि एकजना हजुरबाल चाहिँ पुरा यहाँबाट हाल भाइ, यहाँ अलिक गहिरो छैन भन्दै बाटो देखाउँदै हुन्थ्यो। एकदम डेन्जर तरिकाले काम गर्दै हुनुहुन्थ्यो हामीलाई। अब यहाँबाट तर्छ भनेर यति बाटो देखाउने पनि अब ठुलो कुरा हो। मेरो चाहिँ अब यो खोला तार्न चाहिँ हात खुट्टै लक 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 काम छ हो। त्यति डर लाग्छ खोला भनेपछि चाहिँ। त्यही भएर बरु सबै गाडीहरू तरोस्, लास्टमा सुकेरै जान्छु भने अब प्यासेन्जरहरूले पनि एकदम अब भरे जाउँ न भाइ, गाडी किन यस्तोमा हाल्नु भन्नुभयो। अनि बरु राति भए पनि घरमा पुऱ्याइदेऊ भन्नुभयो। त्यसमै खुसी लाग्यो एकदम। आज चाहिँ यति बुझ्ने प्यासेन्जर पाएको छु नि मैले। अब यो गाडी हाल्नु भएको हेर्नु, यस्तो ठोक्यो कि यो गाडी, यस्तो बिजोग तरिकाले तर्नुपर्छ नि। अब हेर्नु गाडी यस्तो हाल्नुभन्दा चाहिँ बरु म चाहिँ यहीँ सुतेर बरु प्यासेन्जरलाई यहीँ राखेर लान्छु। यस्तो बरु गाडीले मार खाने काम चाहिँ म गर्दिनँ भनेर टक्कसँगले यो गाडीको अवस्था हेरेर चाहिँ हामी खाजा खान लाग्यौँ। खाजा सबैलाई बरु खाजा साजा खुवाएर एकदम गाडीमै सुत्ने हो। गाडी चाहिँ मेरो यहाँनिर छ साथी हो। अब खोलाको यस्तो छ, अहिलेसम्म घटेको छैन। यो घटेर मात्रै जाउँ भनेको अवस्था यस्तो छ। अब रात पनि पर्न आँटो, लगभग 6 बजिसक्यो र अनि अब सबैजनाले चाहिँ खोला घटेरै जाने निर्णय भयो। ल त आजको दिन चाहिँ एकदम अविस्मरणीय भयो। यो चाहिँ कहिले बिर्सिन नसक्ने। र केटाहरू तल छन्, लु खाजा खाना है भनेर बोलायो। अनि केटाहरू माथि आइपुग्यो। सबैजनाले चाहिँ अब खाजासाजा खाएर बरु डान्स गर्ने ओर्ने रमाइलो गर्ने भन्ने कुरा आयो यहाँ एकदमसँगले। र अब यहाँभन्दा पछाडिको भ्लग चाहिँ नेक्स्ट पार्टमा आउँछ है त। सबैजनाले लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला।